कस्तो छ डर खास छैन। डर किन पनि छैन भने अहिले जुन चुनाव छ यो नर्मल चुनाव नै होइन। यो भनेको एउटा जेनजी आन्दोलन पछिको चुनाव हो हैन र यो चुनाव चाहिँ मान्छेले परिवर्तनको लागि माग गरिएको चुनाव हो र त्यो परिवर्तन भनेको म एउटा नयाँ फेस जसले काम गरेर पढेर आफूलाई प्रुफ गरेर आफ्नो परिवार आफ्नो व्यवसाय आफ्नो पढाइ सबैमा सफलतापूर्वक आफूलाई प्रस्तुत गरेर समाजको लागि आउन खोजेकोले गर्दाखेरि मेरो मनमा अलिकति पनि डर छैन। यो जनताले मलाई बोलाएकोले गर्दाखेरि म राजनीतिकमा आउनुभन्दा पनि जनताले नै तिमी जस्तो मान्छे आउनुपर्छ अनि मात्र हामी चाहिँ हाम्रो जुन समस्या छ मेरो व्यक्तिगत समस्याले समाधान गरेर हुँदैन, अब तिमीले समाजको राष्ट्रको समस्या समाधान गर्नुपर्छ भनेर मलाई जनताले नै आह्वान गरेपछि म गइसकेपछि जनताको शक्ति मसँग भएकोले मलाई डर छैन। मलाई हिम्मत दिनुभएको जनतामा पनि म एकदमै यहीँबाट पनि एकदमै धन्यवाद दिन्छु।